नमस्ते, म डाक्टर अनुपमा, फर्टिलिटी स्पेशलिस्ट, अब्स्टेटिशियन, गाइनेकोलोजिस्ट। यो टिभीएसमा देख्न सक्नुहुन्छ डे 14 मा उहाँको राइट ओभरीमा ठुलो ओभेरियन मास छ जुन कम्प्लेक्स देखिन्छ। युट्रस एन्टिभर्टेड छ र एन्डोमेट्रियल थिकनेस अराउन्ड 9 मिलिमिटरको छ। राइट ओभेरियन मास नियरली 6x5 सेन्टिमिटरको छ र त्यसको सँग एउटा डे 14 मा एउटा डोमिनेन्ट फोलिकल पनि बनिरहेको छ। देख्न सक्नुहुन्छ यो उहाँको अन्डा पाकेको हो डे 14 मा। त्यस्तै गरी लेफ्ट ओभरीमा पनि एउटा डोमिनेन्ट फोलिकल छ र यसको साइज पनि अराउन्ड 18 मिलिमिटर छ। उहाँको एउटा बेबी अपरेसन गरेर पाइसक्नु भएको छ र 5 सेन्टिमिटर भन्दा ठुलो कम्प्लेक्स ओभेरियन मास भएकोले ल्याप्रोस्कोपिक सिस्टेक्टोमी गरेर बायोप्सी गर्ने सल्लाह दिएका छौँ। ट्युमर मार्कर्स गर्दा सबै ट्युमर मार्कर्सहरू नर्मल आएको छ।